किसिमले गर्ने एउटा प्रविधि प्रयोग गरेर होइन अप्राकृतिक तरिकाले जंगलमा बोरिङ गरेर त्यहाँबाट निकालेर पम्पले लिफ्ट गरेर त्यसो गर्दा चाहिँ है त्यसो गर्दा चाहिँ के हुन्छ भन्दाखेरि त्यो जंगल सुक्न सक्छ कालान्तरमा गएर त्यहाँभित्र दुलो पर्न सक्छ विभिन्न समस्याहरू हुन सक्छ र त्यो भन्दा पनि तपाईको चाहिँ त्यो बुझिएन भने यति बुझ्नुहोस् अस्तिको महिना मात्रै हामीले 44 लाखको बिजुलीको बिल तिर्यौं कतिको तिर्यौं 44 लाख 44 लाखको मात्रै बिजुलीको बिल मात्रै 44 लाख है अहिले यो ट्याङ्कीमा दुईटा स्रोत छ जम्मा तीनटा स्रोत छ भनौँ न दुईटा कोठाको पाइप एउटा तल बोरिङ गरेर ल्याएको त्यो बोरिङ गरेर ल्याएकोबाट पनि पानी नआउँछ तर प्रत्येक सेकेन्ड हजार बिल आइरहेको है प्रत्येक मिनेट हजारौं बिल आइरहेको तर यो पानी भनेको प्राकृतिक हिसाबले कुलो जस्तो बस्दै आएको पानी हो यसको लागि चाहिँ अब फटाहारले काटिदिने डढेलो लगाइदिने बाहेक खर्च छैन खर्च छ छैन यो आइरहन्छ हेर्नु त